के तपाईहरु पनि आफ्नो फ्यामिलीसित ट्रेकिङ हाइकिङ जाने सोच्नु भएको छ? यदि सोच्नु भएको छ भनेदेखि काठमाडौँ नजिकै रहेका यी बेस्ट 6 वटा झरनाहरूको बारेमा विस्तृत जानकारी लिनुहोस्। नम्बर 1 मा रहेको छ झोर झरना। झोर झरना करिब काठमाडौँबाट 11 किलोमिटरको दूरीमा रहेको छ। बाइक वा कारमा यात्रा गर्नुहुन्छ भने करिब 30 देखि 40 मिनेटको समयभित्र त्यहाँ पुग्न सकिन्छ। पिकनिक, ट्रेकिङ, छोटो र छिट्टो घुमघामको लागि त्यहाँ एकदमै उपयोगी छ। त्यसैगरी नम्बर 2 मा रहेको छ सुन्दरी जल झरना। सुन्दरी जल झरना पनि शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको ट्रेकिङ र हाइकिङको लागि एकदमै उत्कृष्ट ठाउँ रहेको छ र यहाँ स्वच्छ हावापानी, स्वच्छ वातावरणमा घुलमिल हुन चाहनुहुन्छ भने यहाँ पनि जान सक्नुहुनेछ। त्यसैगरी तेस्रो नम्बरमा रहेको छ सिम्बा झरना, मनीखेल, ललितपुर। सिम्बा झरना पनि काठमाडौँबाट करिब 1 घण्टा 30 मिनेटको दूरीमा त्यहाँ पुग्न सकिन्छ र त्यहाँ चाहिँ चिसो पानी र स्वच्छ वातावरणका लागि धेरै नै परिचित छ। सिम्बा झरना पनि फ्यामिलीसित जानको लागि एकदमै वान अफ द बेस्ट हुनेछ। त्यसैगरी चौथो नम्बरमा रहेको छ तीनधारे झरना काभ्रे। तीनधारे झरना काभ्रेको बारेमा त तपाईहरुलाई भन्नै नपरोस्, किनकि तपाईहरुले आदि उदी पनि टिकटकहरु हेरेर थाहा पाइसक्नु भएको छ। तीनधारे झरना टिकटक, फेसबुक रिल्सहरुमा धेरै नै पपुलर र भाइरल भइसकेको छ। अझ यो झरनालाई त कति नेपालीहरुले बाहुबली झरना भनेर पनि नामकरण गरिसकेका छन्। यो झरना चाहिँ करिब काठमाडौँबाट 65 देखि 70 किलोमिटरको दूरीमा रहेको छ। यदि समयको कुरा गर्नुहुन्छ भने 2 घण्टादेखि 3 घण्टा भित्रमा त्यहाँ पुग्न सकिन्छ, किनभने बर्खाको बाटो अलिकति हिलो, चिप्लो र अफरोड रहेको कारणले 3 घण्टा मिनिमम लाग्न सक्नेछ है त। तीनधारे झरनाको विशेषताको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ स्वच्छ वातावरण, चिसो हावापानी रहेको छ र एकदम मुड फ्रेस हुनेछ र यहाँ बनाएका टिकटकहरु चाहिँ चाँडो भाइरल हुने गरेका छन् है त। त्यसैगरी हाम्रो 5औं नम्बरमा रहेको झरना छ लौके झरना, नुवाकोट। लौके झरना ककनी नजिकै लुकेको सुन्दर झरना हो। लौके झरना बाइक र छोटो हाइकको लागि एकदमै उपयुक्त रहेको छ। लौके झरना चाहिँ काठमाडौँबाट 30 देखि 35 किलोमिटरको दूरीमा रहेको छ। त्यहाँ चाहिँ थोरै अफरोड भएको कारणले र झरनासम्म नै बाइक नपुग्ने भएको कारणले, कार नपुग्ने भएको कारणले थोरै हिँड्नु पनि पर्नेछ। त्यहाँको सिडीहरू पनि एकदम भाइरल छन्। त्यसैगरी त्यहाँ पुग्नको लागि समयको कुरा गर्नुहुन्छ भने समय चाहिँ लगभग 2 घण्टा लाग्न सक्नेछ र लौके झरना जाने बाटो चाहिँ 2टा रहेको छन्। एकतिरबाट गयो भनेदेखि चाहिँ अलि टाढै बाइक छोडेर जानुपर्छ र अर्कोतिरबाट गयो भने चाहिँ ठ्याक्कै झरनासम्म नै बाटो पुगेको छ। उपयुक्त बाटो कुन हुन्छ छानेर मात्र जानु होला है त, फेरि बिच परिएला नि। त्यसैगरी हाम्रो 6औं नम्बरमा रहेको झरना छ सुरसिङ झरना। सुरसिङ झरना भनेर अलि बढी चिनिए तापनि यो झरनाको खास नाम भनेको चाहिँ ब्ल्याङ्जे झरना हो। यो चाहिँ सिन्धुपाल्चोक हेलम्बुमा रहेको छ भने यो झरना चाहिँ काठमाडौँबाट करिब 60 देखि 70 किलोमिटरको अन्तरालमा रहेको छ। बाटो अनुसार फरक पर्न सक्नेछ। हामी चाहिँ यो झरना शनिबार पारेर गएका थियौँ र शनिबार चाहिँ त्यहाँ मान्छेको घुइँचो भिड चाहिँ एकदम धेरै थियो, अति नै धेरै थियो। त्यही भएर हामीले नुहाउन पनि पालो पाइरहेका थिएनौँ। लगभग सधैँ त त्यस्तो हुँदैन होला र यो झरना चाहिँ एकदम टिकटक र फेसबुकमा धेरै भाइरल भइसकेको रहेछ। हामीलाई पनि थाहा थिएन, पछि थाहा पायौँ। र यो झरना जाने समयको कुरा गर्नुहुन्छ भने लगभग म्यापमा देखाए अनुसारले 2 देखि 3 घण्टा भनेको थियो भने हामी जान चाहिँ त्यहाँ 6 घण्टा लागेको थियो। 6 घण्टा चाहिँ किन लाग्यो भनेदेखि बाटो धेरै अफरोड र कतै पहिरो गएको, भिरालो, अप्ठ्यारो बाटो भएको कारणले हामीलाई त्यहाँ पुग्न समय लागेको थियो। जति समय लागे पनि त्यहाँ गएको पल अविस्मरणीय छ। त्यहाँको धेरै माया लागेको छ। यति सुन्दर छ, यति राम्रो दृश्य छ कि त्यो म बयान गर्नै सक्दिनँ। याद राख्नुहोस्, त्यहाँ पुग्न त्यति सजिलो चाहिँ छैन है, तर गएपछि एकदम मन चाहिँ आनन्द हुनेछ। मेलम्ची पुगेपछि जाने 2वटा बाटो छन्। 2वटा बाटोमा उपयुक्त बाटो छानेर तपाईहरु जान सक्नुहुनेछ, किनभने कुनै बाटो अप्ठ्यारो छ भने कुनै बाटो सजिलो हुनेछ र उपयुक्त बाटो छानेर जानु होला है त। हस् त, हाम्रो लिस्टमा रहेका 6 वटा झरनाको बारेमा चाहिँ मैले विस्तृत रूपमा जानकारी दिइसकेको छु। यो भिडियो हेर्दै गर्दा तपाईहरुले पनि एउटा झरना त पक्कै छान्नु भयो होला र
घुम्न जाने पनि सोच बनाइसक्नु भएको छ होला र जानु पनि होला भन्ने चाहन्छु। किनभने हाम्रै ठाउँमा रहेको काठमाडौँबाट नजिकै रहेका झरनाहरूलाई घुम्नुपर्छ, अवलोकन गर्नुपर्छ भन्ने चाहिँ मेरो मूल्य मान्यता हो। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो, माया गरिदिनु भयो, त्यसको लागि म एकदमै आभारी छु। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भनेदेखि च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियो मन पर्यो भनेदेखि जाने बेला एक लाइक र एक कमेन्ट छोडेर जानु होला है त।